ढुकाएर चाहिँ त्यो घरमा पठाइदिन्छन् है मौरीहरूलाई चाहिँ। माई गॉड, कति धेरै आएका मौरीहरू, कति धेरै मौरीहरू आएको साथीहरू। हेलो साथीहरू, नमस्ते। अहिले चाहिँ रातिको 8 बजेको छ हैन। म चाहिँ यता मौराहरू सार्दैछु यो घरबाट यो घरमा चाहिँ अलि ढिउराहरू लागेको छन् कि साथीहरू, किराहरू लागेको छन् हैन। कस्तो बनाएको छन् म तपाईहरुलाई देखाउँछु है त। हेर्नु त, पुरै यो भाग ढिउराहरू लागेर पुरै घरै खत्तम पारेर दिइराखन् भने ढिउराहरूले चाहिँ, किराहरू लागेर हैन। अनि यसरी चाहिँ पार्सल हुँदैछन् हाम्रो मौरीहरू है। कोही मौरीहरू यहाँ बाहिर आइसकेका छन् हैन। आहा, ल उताबाट यो घरमा आउनेछन् मौरीहरू चाहिँ। कतिखेर आउने हुन् है। हुन्छ। यो घरमा मौरी बिसालेको चाहिँ लगभग 3-4 महिनाभन्दा बढी भइसक्यो साथीहरू हैन। अझै पनि मौरीले मह नपारेको यार। यसो हेरेको आज हैन, 3-4 महिनापछि आज हेरेको के कस्तो रहेछन् हैन। मौरीहरूले चाहिँ म कतिको पारे रहेछन् भनेर चाहिँ हेर्न खोजेको मैले हैन। घरैभरि पुरै ढिउराहरू लागेर अब भित्र गयो यार। मौरी भित्र गएको छन्। आयो यी देख्नुभयो। काट्नु चाहिँ काटिरहेको हैन, तर काट्छन् कि भनेर चाहिँ अलिकति डर लागिरहेछ मलाई हैन। भित्र गइराख्नु हुने मौरीहरू चाहिँ हेर्नु त। मेरो अनुहार देखाउनु हुन्न है। यहाँबाट चाहिँ मैले हन्तरो, यसलाई चाहिँ हन्तरो भन्छौँ साथीहरू हैन। ढुकाएर चाहिँ त्यो घरमा पठाइदिन्छन् है मौरीहरूलाई चाहिँ। यसले चाहिँ हल्का ठेल्छु म। मौरीहरू सान्न अलिक गाह्रो नै भयो साथीहरू। अब चाहिँ केही न केही युक्ति चाहिँ लगाउनै पर्यो मैले चाहिँ। आउ 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 आउ, मौराहरू झुन्ड्यो यसमा। झुन्ड्यो तिमीहरू झुन्ड्यो। मौरीहरू यसमा झुन्डाएर है यसरी चाहिँ पार्सल गर्नु पर्यो साथीहरू मौरीहरू चाहिँ। यता जाऊ। अलिकति ल्याइसकेका छौँ है। अब चाहिँ यो युक्तिले चाहिँ काम गर्छ कि भन्ने सोचेको छु मैले चाहिँ। बरु यसको सट्टा चाहिँ मैले यहाँ चाहिँ अलि नरम कपडाहरू चाहिँ बाँध्नुपर्छ हैन। अलि चाहिँ प्लास्टिक भयो कि अलि चिप्लो भयो कि यो चाहिँ हैन। अनि यो चिप्लोमा चाहिँ अलि मौरीहरू झुन्डिन नसके हो कि हैन। यसमा चाहिँ मैले कपडाहरू बाँधेर यसमा चाहिँ फेरि आउँछन् कि हेरौँ है। ल म गएँ घरमा कपडा ल्याउन। ल साथीहरू, मैले चाहिँ यो लौरोमा कपडा बिरेर ल्याएको छु हैन। अब चाहिँ हेरौँ यो कपडामा चाहिँ कतिको आउने रहेछन्, कतिको आउँछन् हैन, कतिको ल्याउन सकिन्छ मौराहरूलाई चाहिँ। यहाँबाट चाहिँ अब पार्सल गर्ने अर्को घरमा चाहिँ है। ल यस्तो यार, कस्तो आज मसँग खाने भनेर चाहिँ निकाल्न खोजेको हैन। तर मौरी घरमा म कम, मौरी कम, ढिउराहरूले किराहरूले अब पुरै माटो फर्काएर सत्यानाश पारिदिएर भने यार साथीहरू है। ल यहाँ छन् हाम्रो मौरी। अलिकति यसमा त झन् थोरै आयो त यार। यता चाहिँ मौरी तिमीहरू यता जाऊ। अलिकति थोरै छन् मौरीहरू आएको यता हैन। यहाँनिर मात्रै छन् मौरीहरू आएको। ओहो माई गॉड,
कति धेरै आएका मौरीहरू, कति धेरै मौरीहरू आएको साथीहरू। ओ माय गॉड, चढी नि। आहा ल साथीहरू आए, अलिकति भए पनि आए साथीहरू, आए मौरीहरू आए। हेर्नु त, अब चाहिँ यो युक्तिले काम गर्छ है साथीहरू। अब चाहिँ जहाँसम्म मेरो युक्तिले काम गर्छ है। हलचली थोरै बढी नै ल्याएर आए साथीहरू मौरीहरू अलिकति आइसकेका छन्। अब चाहिँ हाम्रो यो घरमा चाहिँ अब चाहिँ 20% मौरीहरू आइसकेका छन् है। अलिकति चाहिँ मौरीहरू ल्याउन सफल भयो साथीहरू है। अब चाहिँ योभन्दा बढी ल्याउन सकिँदैन है। रातिको समय पर्यो, गाह्रो नि गाह्रो भयो यार।